हेलो साथी हो, वेलकम छ मेरो मिनी ब्लगमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। आज चाहिँ मेरो आमा आउनुभएको छ गाउँबाट। आमा रेस्टुरेन्टमा कोकहरू पिउनु हुँदैछ हो। गर्मीमा आउनुभएको, त्यही कारण कोक सोक पिउनु हुँदैछ। दिदी पनि आउनुभएको छ, आज मेरो बहिनी पनि आउनुभएको छ। धेरै दिन पछाडि आमाहरूलाई भेट भएर, दिदीहरूलाई भेट भएर राम्रो लागिरहेको छ। आज चाहिँ हामी घुम्नु जानु आँटेको। घुम्नु चाहिँ कहाँ जाने भने आज हामीहरू सोनापुर जानु आँटेको। सोनापुर तपाईँको यता मेघालय रोडमा हो, एमएल रोडमा। यता एउटा रिजोर्ट छ कि एउटा दामी छ, त्यहाँनिर चाहिँ हामीहरू सबैजना फ्यामिली जानु आँटेको। फ्यामिली 10-12जना, मेरो मामाको छोराहरू, म, अन्त मेरो भेना दिदीहरू, हामी सबै मम्मीहरू सबै फ्यामिली आउनुभएको छ। अन्त घुम्नु जानु आँटेको। अनि त्यो जग्गा चाहिँ एकदमै दामी नै लाग्यो हामीलाई चाहिँ। यो चाहिँ हो त्यो जग्गा हो। यहाँ चाहिँ तपाईँको कार रेसहरू गर्नु सक्नुहुन्छ। अनि त्यहाँदेखि फ्यामिलीसँग खाना रेस्टुरेन्टहरू छ, स्विमिङ पुलहरू छ, सबै थोक छ यहाँ चाहिँ हो। दामी लाग्यो जग्गा चाहिँ। तपाईँहरू पनि कहिले बा यता आउनु होला। म लोकेसन चाहिँ मेरो उसमा हालिदिन्छु हो, त्यहाँ लेखिदिन्छु लोकेसन चाहिँ। तपाईँहरू पनि आउनु होला, कहिले बा आउनुभयो भने घुम्नु लागि फ्यामिलीसँग। एकदम दामी जग्गा छ। यो चाहिँ यतापट्टि लेफ्ट साइडमा चाहिँ स्विमिङ पुल छ, अनि राइट साइडमा चाहिँ यो चाहिँ रेस्टुरेन्ट हो। रेस्टुरेन्ट चाहिँ रुफटप पनि छ, तल पनि छ। तल चाहिँ एसी छ, माथि चाहिँ रुफटप हो होइन। हावाहरू एकदम दामी हुन्छ, पाहाडको छेउमै छ, एकदम दामी छ। यहाँ चाहिँ रेस्टुरेन्टभित्र पसिसकेर टक्क अर्डर पनि भइसक्यो। गफ दिदीहरूले पनि खाइराख्नु भएको छ भक्क हो। अन्त म चाहिँ पिज्जाहरू मन पर्दैन, त्यही कारणले अब मेन कोर्स खाएको। मेन कोर्समा चाहिँ बटर नान थियो, कढाई चिकन थियो, कढाई पनिर थियो। त्यो चाहिँ हामीले एकदम मिठो तरिकाले खाइरहेको छौँ। खाना चाहिँ एकदम राम्रो थियो। खानासाना खाएर पेट टन्न भएर त्यहाँदेखि फेरि यता खेल्नु आयौँ। खेल्दाखेरि चाहिँ एकदम कार रेसिङ लागिरहेको छु। म, मेरो भेना र दाजु भएर एकदम। यो वाइट सर्ट लाउने चाहिँ म हो, अनि ब्ल्याक टी सर्ट लाउने चाहिँ मेरो दाजु हो। अन्त यो चाहिँ वाइट, यो अहिले कुदायो नि, यो चाहिँ म हो वाइट सर्ट लाउने हो। राम्रो लाग्यो खेलेर एकदम होइन। यो चाहिँ सिङ्गल चाहिँ 900 हो, अनि डब्लिङ चढ्नुभयो भने चाहिँ 1350 छ हो। र अब डब्लिङ चढ्नुभन्दा त सिङ्गल कुदाएकै मजा छ, किनकि अब मजा पनि त लिनु पऱ्यो। थ्याङ्क यू सो मच फर वाचिङ। थ्याङ्क यू। मेरो भिडियो लाइक गरिदिनु होला।